हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी थकाली खाना बनाएर खाइरहेका छौँ। धेरै पछि चाहिँ थकाली ट्राई गरेको थियौँ, रमाइलो मिठो भएको थियो है। यो चाहिँ हामीले मासुलाई मेरिनेसन गरेको थियौँ रोस्ट गर्नलाई। भिडियो चाहिँ आधी छ, त्यसैले आधी नै फ्राई गाइस नरिसाउनु होला। मासु फ्राई गरेको चाहिँ रुबिनाले चाहिँ फेरि मासु मिठो बनाउँछु नि त। त्यसको लागि चाहिँ आलुलाई क्रिस्पी गर्नुपर्छ। हाफ बोइल गरेर हामीले चाहिँ आलुलाई क्रिस्पी गरेको थियौँ। हल्का फ्राई गरिसकेपछि त्यसलाई हामीले एउटा कचौरा निकालेर राख्यौँ। अनि त्यसपछि यसको प्रिपरेसनको लागि प्यानमा फेरि लसुन अदुवाहरू हालेर त्यसपछि आलुहरू हाल्यो। पिछलो भिडियो चाहिँ खाएको सरी। अनि हर्सस हालेर मैले यसलाई मलेको थिएँ, मिठो भएको थियो पनि। यतिखेर चाहिँ खसीको मासुलाई भुटिरहेको थिएँ है। त्यसपछि दही हाल्यो भने चाहिँ ग्रेभी चाहिँ बाक्लो हुन्छ। अनि त्यसैले काजु बदाम दही हालेर चाहिँ मिक्सर बनाएको थिएँ। यो चाहिँ मसलालाई फेरि मैले जहिले भिजाएर चाहिँ हाल्छु है। टेक्स्चर राम्रो आउँछ यसको टेस्टहरू चाहिँ। मटनमा चाहिँ स्लो ग्यासलाई चाहिँ स्लोमा राखेर अनि त्यसपछि मटन चाहिँ राम्रोसँग भुट्नुपर्छ। र यतिखेर चाहिँ मटन मजाले भुटेर यसलाई चाहिँ ग्रेभी बनाउनलाई मैले यसको माथि धनियाँ हालेँ। फेरि एकचोटि सिटी लाग्नु दिएको थिएँ। अनि यता चाहिँ चामललाई बसालेँ भिजाएर। मटन चाहिँ लगभग डन हुन थाल्यो थियो। सिटी निकालिसक्यो भने चाहिँ कुक राम्रोसँग भइसकेको थियो। यतिखेर चाहिँ जुस मिठो भएको थियो मटन चाहिँ। फेरि मटनलाई चाहिँ स्लो कुक गर्नुपर्छ। सजेसन दिनुहुन्छ के कमजोरी रहेछ अनि हजुरलाई कस्तो फिल भयो? हेलो गाइस, आज हामी यहाँ थकाली सेट बनाइरहेको। अहिले चाहिँ यसमा मासु बनिरहेको छ। यसमा के बन्यो? दाल बनिसक्यो। यसमा अहिले साग पनि बनिसकेको अवस्था हो। तर अब के बनाउनु बाँकी छ हाम्रो सेफ? यो चाहिँ हाम्रो आलुदम भइसकेको थियो है। यो अचार चाहिँ बुढीले बनाएको दामी बनाएको थियो है। उसले फेरि युनिक बनाउँछ अचार चाहिँ, आलु नहालिकन बनाउँछ दामी तरिकाले। र फाइनल हाम्रो यो यस्तो भएको थियो है खाना चाहिँ। यसमा हामीले केही क्लिपहरू लिन बिर्सेको थियौँ, जस्तो करेला भयो, अरू सागहरूको सबैको लिन बिर्सेको थियौँ। सिकिरहेको छौँ, त्यसलाई चाहिँ साथ दिनु होला है। सबैले सेयर सब्सक्राइब हानिदिनु होला। खाना चाहिँ मिठो भएको थियो। हस् त, थ्याङ्क यू। ब्लग हेरिदिएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई। किप वाचिङ, किप सपोर्टिङ है त। कस्तो लाग्यो हजुर? बढिया, धेरै राम्रो, दामी। यहाँ चाहिँ कस्तो लाग्यो? एक नम्बर ल कस्तो लाग्यो? कान्छु धेरै त एटिट्युड खोज्यो कि बाहिर गयो भनेर। यहाँ कस्तो लाग्यो? राम्रो लाग्यो। दिदी कस्तो लाग्यो हजुरलाई? आफैले बनाएको दामी छ। ओ माई गड, भन्न नि हल्का लाज लाग्यो है। मजाक गरेको। भान्जी कस्तो लाग्यो? थ्याङ्क यू भाइ बुहारीलाई यति मिठो पकाएर खुवाइदिएकोमा। भान्जीले त सकिसक्यो। कस्तो लाग्यो भान्जी? ए राम्रो।